बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको छ। झडपमा परि 2 जना घाइते भएका छन्। चुनाव प्रचार प्रसारका लागि घर दैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप हुँदा एमालेका 2 जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा डिला सैनिक 7 खर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी 28 वर्षीय जनक थामी र सोही ठाउँका अन्दाजी 26 वर्षीय माधव थामी घाइते भएका छन्। घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको छ। माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ। घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक भुवन तिमल सिन्हाको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसैबीच घटनाको छानबिनका लागि प्रहरीले 5 जनालाई पक्राउ गरेको जनाएको छ।